हेलो एभ्रिवान, आज तपाईलाई म सेलरोटीको रेसिपी सेयर गर्दैछु है। तपाईहरुले चामल यसरी पिस्नुपर्छ। चामल चाहिँ यसरी पिस्नुपर्छ। तपाईहरु चिनी चाहिँ अब यसरी पिसिसकेपछि चाहिँ तपाईहरुले त्यसपछि चाहिँ तपाईहरुले यसमा मैदा एड गर्नुहोस् चामलको पिठोसँग। यसमा चाहिँ तपाईहरुले आधी केजी जस्तो रिफाइन तेल हालेर चाहिँ पुरा यसलाई मिक्स गर्ने हुन्छ। मैदा र चामललाई चाहिँ यसरी पिस्नुपर्छ। चामलको पिठो र मैदाले चाहिँ जबसम्म हात मिक्स गर्दाखेरि ट्याप बस्दैन तबसम्म चाहिँ यसरी यति गरेपछि चाहिँ तपाईले यति गरिसकेपछि तपाईले हातमा अलिकति यसरी ल्याउनु। अन्त यो चाहिँ तपाईको रोटीको भयो कि भएन। तपाईहरुले पास राखेपछि चाहिँ अब सेलरोटी चाहिँ यसरी पोल्नुहोस्। तपाईको रोटी चाहिँ यसरी बनिन्छ। त्यसको बादमा हेर्नुहोस् सेलरोटी